नमस्कार। आज हामी टिएमएसबाट डाटा कपी गरेर नेप्से इजीमा कसरी इन्ट्री गर्ने भनेर प्रत्यक्ष रूपमा सिक्नेछौँ। सबैभन्दा पहिला आफ्नो टिएमएस एकाउन्टमा लगइन गर्नुहोस्। त्यसपछि बायाँतिरको मेनु बारमा रहेको ट्रेड म्यानेजमेन्टमा जानुहोस्। यहाँ तपाईले डेली ट्रेड बुक र हिस्टोरिक ट्रेड बुक गरी दुईवटा मुख्य अप्सनहरू देख्नुहुनेछ। डाटा कपी गर्नु अघि हामीले एकपटक कोलम फर्म्याट मिलाउनु पर्ने हुन्छ। यो सेटिङ एकपटक मिलाएपछि सधैँलाई हुन्छ। यसका लागि यहाँ छेउमा रहेको 3वटा थोप्लामा क्लिक गरी कोलम्समा जानुहोस्। अब यो लिस्टबाट सिम्बल, टाइप, क्वान्टिटी र प्राइसलाई मात्र टिक राख्नुहोस् र अरु सबैलाई अनटिक गरिदिनुहोस्। अब हिस्टोरिक बुकमा पनि सेम त्यही प्रक्रिया दोहोर्याउनुहोस्। तर यहाँ ध्यान दिनुहोला, हिस्टोरिक बुकमा टाइपको सट्टा बाइ सेल भन्ने अप्सन हुन्छ। त्यसैले यहाँ पनि सिम्बल, बाइ सेल, क्वान्टिटी र प्राइस सेलेक्ट गरेर एप्लाई गर्नुहोस्। हाम्रो फर्म्याट तयार भयो। अब डाटा कपी गर्नको लागि पहिला पेजको तल रहेको आइटम्स पर पेजलाई अलमा सेट गर्नुहोस्। त्यसपछि कम्पनीको डाटाहरूलाई मात्र यसरी सेलेक्ट गरेर कपी गर्नुहोस्। अब नेप्से इजीको साइटमा जानुहोस् र कपी गरेको डाटा यहाँ पेस्ट गर्नुहोस्। ध्यान दिनुहोला है, यदि तपाईले डेली ट्रेड बुकबाट डाटा ल्याउनु भएको हो भने सिधै पेस्ट गरेर प्रोसेस एन्ड प्रिभ्यूमा क्लिक गर्नुहोस्। तर यदि डाटा हिस्टोरिक ट्रेड बुकबाट हो भने चाहिँ यहाँ रहेको बुक हिस्ट्रीमा टिक लगाएर मात्र प्रोसेस एन्ड प्रिभ्यूमा क्लिक गर्नुपर्छ। अब प्रिभ्यूमा डाटा ठिक छ कि छैन भनेर एकपटक चेक गर्नुहोस्। सबै ठिक भए सेभ ट्रान्ज्याक्सनमा क्लिक गर्नुहोस्। यति गरेपछि साइटमा तपाईको कारोबार अपडेट हुनेछ। यदि कुनै कारणले डाटा मिस्टेक भयो वा अपुरो कपी भयो भने माई डाटामा गएर उक्त इन्ट्रीलाई डिलिट गर्न सक्नुहुन्छ र फेरि कपी गरेर साइटमा अपडेट गर्न सक्नुहुन्छ। धन्यवाद।